लामो समयदेखि अशान्त रहेको मध्य पूर्वमा जारी युद्ध अन्त्यका लागि इरान र अमेरिका बीच पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता सुरु भएको छ। इरानी सञ्चार माध्यमहरूले शनिबार सार्वजनिक गरेको जानकारी अनुसार दुई देशबीचको यो संवादलाई क्षेत्रीय शान्ति स्थापनाका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। इरानका प्रभावशाली समाचार संस्थाहरू फार्स र तस्निमले आधिकारिक स्रोतलाई उद्धृत गर्दै वार्ताको प्रक्रिया र एजेन्डा तय गर्न प्रारम्भिक छलफल भइसकेको जनाएका छन्। विशेष गरी लेबनानको दक्षिणी बेरुतमा इजरायली सेनाको आक्रमणमा कमी आएपछि दुवै पक्ष वार्ताको टेबलमा बस्न सहमत भएको बताइएको छ। यस सकारात्मक प्रगतिसँगै औपचारिक रूपमा वार्ता अघि बढाउने निर्णय भएको ती सञ्चार माध्यमको दाबी छ। यसैबीच पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले पनि इस्लामाबादमा शान्ति वार्ता सुरु भएको पुष्टि गरेको छ। इरानका अन्य समाचार निकायहरू मेहर र इस्नाले समेत वार्ता प्रक्रिया अघि बढेको समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्। मध्य पूर्वमा बढ्दो तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न यो वार्ताले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।